हेलो हाई सबै साथीहरूलाई एक कुरा भन्न चाहन्छु। म गल्ती भए पनि जस्तो भए पनि माफ गर्नु होला। या मलाई भन्न आयो या आउँदैन, आउँछ या आउँदैन, सबैलाई माफ गर्नु होला, गलत कमेन्ट नदिनु होला। हाम्रो नेपाली महिलाहरू जे पनि अब नेपालमा जस्तो भए नि एउटा कामधन्दा केही हुँदैन। अब इन्डियामा आएर आफ्नो रोजगारी गरेर कामधन्दा गरेर खान्छन्। कोही मान्छे खाएर पनि राम्रो कुरा होइन। अनि एउटा महिलाले भनेथिन्, काम माग्न गएर एउटी नेपाली महिलाले देशीय घरमा चोरी गरेर के चाँदीको चैन कपडा चोरी गरिरहेछन्। अनि चोरी गरिरहेछन्। म काम माग्न गएर सेटले भन्यो नेपाली चोर हुन्छन्, हामी काम दिन्नौँ भनेर भिडियोमा फेसबुकमा हालेकी थिइन् उनीहरूले। अब नेपाली चोर हुन्छन् भनेपछि त सबै नेपाली एउटै त हुनन्। कोही चोर होला, कोही कस्तै मान्छे होला, कोही कस्तै होला, कोही केटी पनि हुनिन्, कोही केटा पनि हुनन्। अनि सबै त एउटै हुन्न। तर उनले भन्नुपर्ने नि, नेपाली सबै के चोर हुन्छन् त, हामी सबै चोर छौँ त। कोही चोर हुन्छन्, कोही कस्तै हुन्छन्, कोही कस्तै हुन्छन्। इन्डियामा पनि देशी तिमीहरू पनि त चोरी गर्छौ, तिमी पनि त चोरी गर्छन्, तिमी पनि त चोरी गर्छ। यहाँ इन्डियामा पनि त चोरी हुन्छ, इन्डियामा चोरी हुन्न, इन्डियामा पनि चोरी हुन्छ। त इन्डियन त चोरी गर्दैन, इन्डियन पनि त चोरी गर्छन्, देशीहरू पनि देशी नेपाली मात्रै चोरी गर्छन् भन्ने जवाब दिनुपर्ने नि। नेपाली यस्तो भयो उस्तो भयो चोरी गरिन् भन्ने भिडियो बनाउने क्या। सबै चोरी हुन्छन्, नेपाली पनि कोही चोरी हुन्छन्, कोही हुन्नन्। आइमाई हो या केटाकेटी हो या छोरा मान्छे हो। अनि त्यो बदनामी गर्न पाइन्छ त। नेपालीहरू देशीले पनि बदनामी गर्न पाइन्छ त। जवाब दिनु पऱ्यो नि। चोर हुन्छन्, तिमी चोर हुन्नौ भन्नु पऱ्यो। अनि त्यसै यसो भन्छन् उस्तो भन्छन् भनेर भिडियो बनाएर हालिदिने। अनि मान्छेको बदनामी गर्ने, नेपाली हाम्रो दिदीबहिनी हाम्रो दाजुभाइको बदनामी गर्ने भिडियोमा बनाएर मिडियामा बनाउने हालिदिने, भिडियो बनाउने र जस्तो पनि हालिदिने। कोही केही भन्ने, कोही केही भन्ने। अनि देशीले केही भन्नु पर्यो, देशीलाई पनि जवाब दिनु पऱ्यो। नेपाली माथि चोर हुन्छन्, देशी चोर हुन्छन् भनेर पनि जवाब दिनु पऱ्यो नि। हामीले पनि दिन्छौँ, हामीलाई पनि भन्छन्, हामी पनि भन्छौँ। हाम्रो पनि जवाब दिन्छ। हामी पनि विदेशमा बसेका छौँ, हाम्रो पनि त सोच्छन् मान्छे, केही कुरा भन्छन्, केही कुरा छ, हामी त्यहीको जवाब दिएर